आज वैशाख शुक्ल पूर्णिमा, बुद्ध जयन्ती, गौतम बुद्धको जन्मदिन, बौद्ध धर्मावलम्बीहरूको पवित्र दिन, बुद्ध धर्मका प्रचारक गौतम बुद्धको जन्मदिन। आज सनातनी धर्मावलम्बीहरूले पनि यो पूर्णिमालाई, वैशाख शुक्ल पूर्णिमालाई धुमधामका साथ मनाउँदै आएका छन्। आजको यो पूर्णिमामा गैडु भगवानको पूजा आजा गरेर पशुधन सुरक्षित हुने, मौलाउने, फस्टाउने मान्यता छ। त्यसैले आज गोठको पूजा गर्ने चलन पनि छ। हाम्रा पुर्खाहरू आज तपाईँ जति सोखिन, धनी अनि सभ्य, आधुनिक भन्नुहोस्, तपाईँका हजुरबुबा, कुप्री बुबाको पेसा कृषि र पशुपालन नै थियो। तिनीका सन्तान आज हामी गोबर भित्र आयो, गोबर गहुँत गनायो भनेर त्यो तपाईँका बुबा आमालाई हामी छी दूर दूर गर्छौं। जे होस्, हाम्रो पुर्खा पशुपालन पालक नै हुन्। बर्खा, झरी, बादल, बाढी, पहिरोले असर गर्छ भनी गोठ उच्च पहाडतिर लाने, त्यो समयमा त्यो स्थानको पूजा आजा गरी गोठको सुरक्षितको कामना गर्थे। अनि उकाली गएर गोठको पूजा गरेकोले उभौली अनि हिउँद शीत जाडोले गोठ ओह्रालो बेसी झर्थे। त्यो समयमा उधौली पूजा हुन्थ्यो। त्यही मान्यतालाई लिएर आज पनि हाम्रो समाजमा उभौली गोठ पूजा गर्ने चलन छ। यसको प्रमुख उद्देश्य पशुधनको सुरक्षा गर्नु हो। तर आज कहाँ गाई भैँसी, कहाँ गोठ देखासेखी गर्ने, पार्टी प्यालेसमा पश्चिमी गीत, डिस्को डान्सर, आएमे डिस्को डान्सर अथवा अरेली काँडैले च्याट्टै च्याट्टै भन्दै नाचेर गोठ पूजा गर्ने भएका छौं। अब बुद्ध जयन्ती अनि गौतम बुद्धको जन्म किन? इक्ष्वाकु वंशका राजा शुद्धोधनका छोरा कपिल वस्तुको तिलौरा कोट भन्ने ठाउँमा जन्मिएका थिए। बाल्यकालमा उनको नाम सिद्धार्थ थियो। सिद्धार्थको आमाको नाम माया देवी। सिद्धार्थको बाल्यकालमा अन्य बच्चा जस्तै थिए। उनी राजाका छोरा राजकुमार भएकाले उनीमा कुनै कुराको कमी थिएन। उनी अन्य बच्चा जस्तै दरबारभित्र पढ्न थाले अनि हुर्किँदै गए। नियम अनुसार सिद्धार्थको राजकाजको ज्ञान लिइसके एक दिन उनी आफ्ना साथीसँग सेनापतिको रेखदेखमा दरबार बाहिर रथमा चढेर निस्किए। शहरको रमझम हेर्दै गए। साँझको समय थियो। उनले बाटामा एक वृद्ध लट्ठीको सहारामा कुप्रो परेर बिस्तारै हिँड्दै गएको देखे। उनी जिज्ञासु थिए। उनले मन्त्रीलाई सोधे, यो के हो भनेर। मन्त्रीले भने, त्यो वृद्ध हो। वृद्ध भनेको के हो? वृद्ध भनेको बुढो मानिस। अनि के भयो? बुढो भएपछि यस्तै हुन्छ। सिद्धार्थलाई असर पर्यो। बुढो, वृद्ध मानिस बुढो हुन्छ। सबै उमेर ढलेपछि यस्तै हुन्छ। के म पनि यसरी बुढो हुन्छु? यही सोचमा उनी हराए। अर्को दिन यस्तै सवारी गरेर ऊ शहर निक्लिए। यो पनि सेनापतिबाट उनले त्यहाँ अर्को कुरा सोध्न पाए, बुझ्न पाए। त्यहाँ एउटा बिरामी मानिस देखे र उसले सोधे, त्यो निर्बल, निस्तेज बनाउने, दुःख दिने, बुढो बनाउने, बिरामी बनाउने यो के हो? यो कुराले उनलाई पिरोल्न थाल्यो। अर्को दिन उनले बाटामा मानिसको एक जत्था हतार हिँडिरहेको र उनीहरू मध्ये 4 जनाले केही बोकेको देखेर सेनापतिलाई सोधे, त्यो के हो? सेनापतिले भने, मरेको मानिस, ती मलामी हुन्, घाटमा लगेर दाह संस्कार गर्न गएका। मानिस मर्छ। सिद्धार्थलाई अर्को पीर पर्यो। सिद्धार्थलाई अर्को पीर पर्यो र उनले सेनापतिलाई सोधे, के मानिस मर्छ?
सेनापतिले भने बुढो हुन्छ, रोग लाग्छ अनि रोगले सताएपछि मानिस मर्छ। अब सिद्धार्थलाई यी 3 कुराले पिर्न थाल्यो। मानिस बुढो हुन्छ, रोगी हुन्छ, मर्छ। अब यो के हो, यसलाई कसरी यसको खोज गर्न थाले। उनको गफ बातचित, खानपिन, निन्द्रा सबै हरण भयो। ऊ एक ठाउँमा घोत्लिएर बस्न थाले। आज भोलि भन्ने हो भने ड्रग्स खानेवाला जस्तो। राजालाई पिर पर्यो। अब छोराको विवाह गरिदिनु पर्यो, त्यही सुध्रिन्छ कि भनेर। हाम्रा बाआमा पनि जब जस्तै भन्नुहुन्छ नि, छोराले काम गरेन, काम पाएन, अल्लारे भयो भने त्यो छोराको बिहे गरिदिनु पर्छ अनि ठीक लाग्छ। हो, त्यस्तै राजा शुद्धोधनले पनि गौतम बुद्धको बिहे गरेर उनलाई कन्ट्रोलमा ल्याउने विचार गरे। त्यसैले शुद्धोधनले सिद्धार्थको विवाह गरिदिए। यशोदासँग विवाह भयो। उनको छोरा पनि जन्मियो। छोराको नाम थियो राहुल। तर उनमा चिन्ताले छोडेन। कसरी मानिसलाई यो शोक, जरा, मृत्युबाट छुटकारा दिलाउन सकिन्छ। उनी एक राति श्रीमती छोरा निदाएको मौका छोपेर घरबाट निस्किए। राति गए र पर पुगे। जाँदै जाँदै जङ्गलको बीचमा पुगे र कुशीनगरमा पुगेर एउटा बरको फेदमा बसेर ध्यान गर्न थाले। अन्तत्व उनीले ज्ञान पाए, बुद्धत्व प्राप्त गरे, अर्थात् ईश्वर प्राप्त गरे। अनि उनी बुद्ध भएर ज्ञानको प्रचार प्रसार गर्न थाले। तिनी गौतम बुद्धको आज जन्मदिन। यसरी हामी गौतम बुद्धको बारेमा छोटकरी जानकारी गर्न सक्छौँ। धन्यवाद।